हेलो नमस्ते गुड मर्निङ सबैजनालाई वेलकम छ हाम्रो नयाँ भिडियोमा। आजको बिहान हजुरहरूको अगाडि फेरि हामी यो दुईजना आइसकेको छौँ नयाँ भिडियोको साथमा। आज चाहिँ हामी बिहान जोस अनि नयाँ जागरको साथ म चाहिँ ड्राइभर म्यान हैन म्यान होला नि। म चाहिँ ड्राइभर म्यान फेरि लागिसकेको छ आफ्नो ड्युटीतिर। मेरो पर्सनल ड्राइभर चाहिँ लागिसक्नु भएको छ ड्युटीतिर। म चाहिँ यस्तै हो, मेरो चाहिँ जहिले साइडमा बस्ने भिडियो हेर्नु न। यो हावा चलेर सबै धुलै क्यामेरामा त देखेँ होइन, तर पनि पुरै धुलो उडाए कस्तो हावा निस्केको हावा चलेको। माई गॉड यस्तो लागिरहेछ क्या मलाई। हामी छुट्टिन्छौँ नि त होइन, छुट्यो भने होइन हामीले चाह्यो भने त हामी त धेरै झन् इन्जोय गर्ने टाइम चाहिँ हुन्छ जस्तो लाग्छ क्या हामीसँग। किन भन्दा हाम्रो काम हुँदैन, तिमी त्यहाँ हुन्छ, तिमी टोकियोसम्म आउँछौ, म त्यहाँ आउँछु अनि घुम्छौँ क्या हामी। तर हामी घुम्छौँ गाइज, हामीलाई तपाईँहरूले छुट्यो पनि देख्नु सक्नुहुन्छ। के हो कस्तो राम्रो राम्रै हुन्छ नै। अनि के भन्नु आफ्नो तारिफ हामीले कसैले गर्ने मान्छे छैन अनि आफै आफ्नो तारिफ आफैले गर्ने, कसले गर्ने होइन। आफ्नो लागि आफै राम्रै हो, कसैले राम्रै भन्नुपर्छ। यस्तो हुनुपर्छ क्या, अब यस्तो हुनुपर्छ, यस्तो हुँदो रहेछ क्या गाइजहरू। अब अलिकति यो होइन पर्दामा आउनको लागि चाहिँ कन्ट्रोभर्सी या केही चल्नु पर्ने रहेछ। अब ऊ र म कन्ट्रोभर्सी निकाल्दैछ झगडा गर्छौँ अब हामी दुईजना। त्यसपछिबाट अनि बिस्तारै मुक्कामुक्की आमा तिम्रो जित्छ होला। तर म उसले त मलाई थचेकै पारिदिन्छ हौ। मैले 3 चोटि कुट्छु, उसले एकचोटि किटेमा अनि हाम्रो त्यही सकिन्छ। अनि भाइरल। ओ माय गॉड वाउ। मैले त 5 चोटि कुट्दा पनि चुप्प लाएर बस्छु, एकचोटि उसले कुट्यो भने अनि यहाँ मलाई छुट्छ। उहाँको युट्युब त बिचमा जान्छ अनि मैले याद दिलाउनु पर्छ साथीहरू। म त रङमङ्ग छु आफ्नै दुनियाँ। यस्तो साथीहरू बोयफ्रेन्डसँग घुम्नु गएको हुँदा नि बोयफ्रेन्डसँग जाँदाखेरि यस्तो हुँदैन, मक्खै छु त्यो खै के हो। साथी होइन है साथीहरू, म साथी होइन, साथीभन्दा माथि हो क्या। उसको उसको बिएफ छ भने म बिएफ हो क्या। बुझ्यौ नि, एउटा एफले नि यति डिफ्रेन्ट पार्छ साथीहरू। लाइफमा एउटा यस्तो चाहिँ हुनुपर्छ कि साथी जो खाम भन्दा खाम, जम भन्दा जम, अगम भन्दा अगम, मुतम भन्दा मुतम भन्नेवाला साथी चाहिन्छ। अनि भाइ मिल्ने हुनुपर्छ। अनि अलिकति त्यस्तो भएपछि लाइफ यतिकै। अब हाम्रो नेक्स्ट त्यस्तै हिउँ परेर रहेछ बाटो हिउँ र हिउँ चाहिँ देखाएको छैन, बाटोमा छ त जम्मा घुमाउँछु सही भने जस्तै बाटोमा गाइस। उसको ड्राइभिङ स्कुल हेर्नु छ, हेर्नु सक्नुहुन्छ। प्रो हो, राइडर हो पछाडिबाट। बाटो डेन्जर छ क्या। अब 15 मिनेटको बाटो 30 मिनेट लाग्ला जस्तो हुन्छ। म चाहिँ सही भन्न पो मजा आउँछ त। अब भन्न मजा आउँछ। अब कहाँबाट गाडी आएको? दुईटा गाडी आएको हो नि, दुईटा हिँड्नु मिल्छ त्यहाँनिर। अनि किन त्यो गाडी के भएको? त्यो माथिको गाडी ल हेर्नु त। What is this?
ओइ त्यो किन जाँदैन र किन राइट साइडमा हिँड्दैछ र त्यो होइन म गलत बाटो हिँडेर होइन होइन छैन अनि किन त्यो हिँड्न साह्रो त्यो तर गाडी किन र अब म डराउँदिनँ है जे होला होला है ल जे होला देखा जाएगा है छोडेर पाल भएन म छु यहाँ साइडमा जे भयो नि अब सँगै गइन्छ के अरे भगवान भरोसा हो अब बाटो के हो अति दिस ए खालि हात तर्साउँदा आउँछ तिमी हो के भगवान आफैतिर ढल्का भगवान नारायण शिव डर लाग्छ अनि टर्निङ कस्तो छ हेर न के हुन्न यस्तो छ एउटा फेरि हरामी गाइस हामी चाहिँ निको आइपुग्यौँ है उता चाहिँ लेक छ ल के जाउँ न के निको आइपुग्यौँ यस्तो चिसो हावा चलेको रहेछ हिउँ छ जाडो छ प्लिज अटोग्राफ प्लिज ओ जाडो मलाई त जस्तै जाडो भयो चिसो त्यो होटेलको हो गाइस ल अब म समात्दिन हेर्नु न गाइस आज म भिडियो खिच्छु भनेर त्यो माइक चलाएको गरेर त्यत्रो भिडियो खिचेर पनि एउटा बिना साउन्डको भिडियो खिचेर ऊ आफ्नै दुनियाँमा छ अझै पतर 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 बोले एउटा आवाज आएको छैन भरे आएर यसो भिडियो हेर्छु घरमा आएर छैन क्या एउटा आवाज आएको छैन ल के बोल्यो के भन्यो डुल्या छ आफ्नो पारामा पतर पतर बोल्या छ आवाज चाहिँ आएन ल हेर अचम्म छ त बा गाइज म चाहिँ अब यहाँ बिचमा चाहिँ भोइस ओभर गर्दैछु है हाम्रो माइकै के भएछ थाहा नै भएन अनि अहिले चाहिँ हामी यो निक्कोको कोगेन फलमा छौँ अनि आँखीमा जाँदा चाहिँ झन् राम्रो सिन देखिन्छ अहिले चाहिँ पुरा हिउँहरू जमेको थियो अनि चिसो मौसम थियो राम्रै थियो हेर्दा पनि तर आँखीमा जाँदा चाहिँ एकदम बेस्ट हुन्छ त्यो पुरै रातो पालुवाहरू पलाउँछ नि त नेपालतिर नि हुन्छ नि त्यस्तै हुन्छ अनि हेर्नु न हामी दुईजनाको गफ चाहिँ के गफ चलेको थियो थाहा होइन पुरा आफ्नै दुनियाँमा छ अरूलाई हेर्दै गफ गरेछ मक्ख छ दुईजनाको पारै के बेग्लै छ भने जस्तो यस्तै हो साथीहरू अब के गर्नु घुम्नुपर्छ बेला बेलामा रमाइलो पनि गर्नुपर्छ भ्यू हेर्नुहोस् है हजुरहरू पनि रमाइलो गर्नुहोस् No. Yeah. Hi. ल 1 2 3 गो गाइस हामी चाहिँ यो निकोको कोगेन फल घुमेर आएर अब अर्को डेस्टिनी जाँदैछौँ जाडो भयो हात पनि चिसो भयो आउनुहोस् पछि म तपाईँलाई घुमाउन लान्छु पुरै जाडो भयो तर जकेट हातमा छ के गर्ने यस्तै हो केटी मान्छे भएपछि अलिअलि थ्याङ्क यू भेरी मच लाइक अहिले चाहिँ मैले अलिक डिफ्रेन्ट लुक ट्राई गर्दैछु मैले यस्तो ट्यापोवाला लाइक त्यसकै हुन्छ नि म अलिक दुब्लो छु नि त अनि यस्तो लुगा चाहिँ मैले लगाउँदैन होइन जाडो नि भइरहेछ जाडोको सँगसँगै अब साथी भएपछि रमाइलो छुट्टै छ अब मलाई केही टेन्सन छैन भने जस्तै होला यहाँबाट फेरि जाँदैछौँ अर्को डेस्टिनी आज हामी ननिष्ठ भयो क्या गाइस आज त अब हामी छस्सा आउने छस्सा जाने छस्सा गयो कहिले काहीँ हाम्रो यस्तो पनि हुन्छ यो बाटो पनि त्यस्तै रहेछ क्या भगवान् नि तँ गाडीमा इन्जिन किसले घुमाउन लान्छ मलाई इन्जिन गाडीमा यो बाटो देख्दा नि मलाई वाक्कै लागिसक्यो गाडी चलाउन नि जान नि मन छ गाइस अनि यो बाटो देख्दा मलाई झ्याउ लागिसक्यो क्या यस्तो डाँडामा छौँ कि हामी गाइजहरू हतार नगरी जाउँ न आज प्रायः जस्तो चाहिँ भ्लग सब मैले गरेको छु होइन मतलब क्यामेरा मैले चलाएको छु दाइ होइन
लाइक हुन्छ नि यहाँको ट्रेडिसनल चाहिँ नेपालको हुन्छ नि टिपिकल हाम्रो पहिला पहिला थियो नि सेम त्यस्तै छ यहाँतिर चाहिँ एकदम राम्रो मतलब कि यस्तो यिनीहरूको चाहिँ कस्तो छ भने कस्तो टाइप हुन्छ नि हाम्रो चाहिँ नेपालमा चाहिँ जस्तै कि पुरानो कुराहरूलाई बिगारेर नयाँ बनाउँछ भने यिनीहरूले पुरानो कुरालाई नयाँ बनाउँछ क्या नबिगारिकन त्यस्तो टाइपको छ क्या उसमा नि लाइक हुन्छ नि अलिअलि हेरिरहेको छ होइन जामिन्सहरूले होइन मोबाइल लिउ त यो मेरो तिम्रो सब मलाई दिएर रहेछ लाज चाहिँ लागिरहेछ अलिअलि तर म लजाउँदिनँ अब चस्मा लाउँछ है म अब म चस्मा लगाउँछु है हेर्नु सक्नुहुन्छ म तपाईँहरूलाई यसरी देखाउँदै गर्छु मलाई राम्रो भिडियो गर्न आउँदैन अहिले रितिले हेऱ्यो भने करायो भने मलाई थाहा भएन होइन क्यामेराको एङ्गल मिलाउँदैन अनि यो समातेर पुरा सिधा समात न यस्तो गर भनेको होइन ए ल अनि यस्तो कराउँछ क्या अनि मलाई भोइस ओभर गर्नै झाउ लाग्छ हेर्नुहोस् त हामी चाहिँ यस्तै टाइपको छौँ क्या अब म रिसाइसकेँ अबदेखि मैले उसलाई यहीँ छोडिदिएर जान्छु होइन उसलाई मैले यहीँ छोड हात दुख्दो रहेछ भाइ उसले त कस्तो समाउँछ होला मलाई एकछिन हात दुख्यो अब चाहिँ हो हाम्रो गइसी खाजा चाहिँ के खाने हो अब तिमीलाई भन्छु म के खाने यता हो गएर रामेन खाने रामेन सिन रामेन घर म त खानु मलाई त खिलो भएको छ सिन हेर्नु सिन है आज चाहिँ प्रायः जस्तो भोइस ओभर मैले गर्छु है गाडी बाइकको भोइस ओभर आज मेरो हुन्छ हेर्न सक्नुहुन्छ टिपिकल लाइक हुन्छ नि नेपालको मन्दिर जस्तै ओतेरा एतेरा मिताई नेपाल न ओतेरा मिताई तोकोरा देशिone minasan de ima iku no basio wa nani ka aru to言うんだけど今橋みたい有名な橋そんな有名じゃないけどなんか日光で見ると旅行みたい楽しいなことみたいそうでそうのめっちゃ疲れてるからさもう話せることはできないよみんなどうやって話せるよねで私一人なんか日本人の YouTube 見たでしょあの人がネパル行ってネパルの説明返したんでしょうでだから日本語ででも私はお土産からलग्दिने कोही छैन अब यस्तो उसले मलाई उनीहरू ल्याइदिन्थ्यो मैले उसले दिदी अब उसले मलाई किनिदिन्छ मैले उसलाई किनिदिन्छ के छ यस्तो गरेको छ होला है हेर्न सक्नुहुन्छ यो चाहिँ यस्तो कस्तो छ हेर्नु न अब यो लाइक वाउ त्यस्तो गाउँ हो अनि यस्तो टाइपको के अब डिफ्रेन्ट हाम्रो नेपालको जस्तै छ नेपालको कहाँ भनी भक्तपुर जस्तै छ यो चाहिँ भक्तपुर पनि यस्तै छ नि हेर्नु त हैन यस्तो छ अब वाउ अनि यहाँ दुईजना ब्युटिफुली क्याटवाक गर्दैछौँ क्याटवाक सेम भएछ है आज चाहिँ सेम पिन्च भएछ अघिसम्म जाने छैन भन्दै गरेको मान्छेको हालत हेर्नुहोस् न यहाँ के छ अब कतिको चिसो छ भने आफै बुझ्नुहोस् त्यस्तो घुम्ने ठाउँ नै उहाँ खै वाउ पनि छैन छ्या पनि छैन नि ठिकै घुम्ने तर हामीले त्यस्तो एक्सपेक्टेसन राखेको थिएन हामीलाई त थाहा थियो हारुमा घुम्ने ठाउँ हो हामीले हारुमा आएको थिएनौँ तर मैले त्यस्तो तिम्रो राखेको थिएँ त्यस्तो एक्सपेक्टेसन राखेको थिएन म त पहिला नै आएको त आउन मन थियो अनि त्यही भएर मात्रै रिफ्रेसमेन्ट प्लस मलाई चाहिँ आउन मन थियो यो ठाउँ किन भन्दाखेरि अब यो ठाउँ छोड्दैछौँ अनि यो ठाउँहरूको
अब हुन्छ नि त सानो सानो ठाउँहरू घुमौँ सानो न ठाउँ घुमौँ न भोलि पर्सि यो ठाउँ घुमेको छ यो ठाउँको भन्दा छ भन्ने चाहिँ होस् भनेर मात्र हो तर जापानको प्राइस ठाउँ चाहिँ सेमै हुन्छ क्या सेमै हुन्छ सेम नै हुन्छ सेमै कि प्राय जस्तो हुन्छ guys। सबै यस्तै त हो तर जहाँ हामीले पनि पहिल्यैदेखि भ्लग गरेको भए हामी देखाइदिन्छौँ कि अँ, भ्लगको हामी गएको ठाउँहरू सबै सबै यस्तै नै हो क्या किनभने अब सिटी एरिया भएको भए चाहिँ अब छुट्टै छुट्टै हुन्थ्यो नि त अब सिटीमा पनि एउटै एउटै हो प्राय अनि यो गाउँहरूमा पनि यस्तै हो क्या सबै यस्तै हो हामी गाइस सुन हामी फेरि जाँदैछौँ है हामी अब कहाँ जानु थियो सायद क्योटो अनि लगभग टोकियो होइन के हो त कि टोकियो टोकियो कि क्योटो तर त्यो किमोनी लाएर भिडियो चाहिँ खिच्नुपर्छ यो ठाउँमा चाहिँ लाएर लाइक हाम्रो अब सेकेन्ड चाहिँ वान डे किमोनी किमोनी भ्लग आउँछ होइन अनि लाउनुपर्छ ल कहाँ चाहिँ यो पछि चाहिँ मेरो बर्थडे भ्लग आउँछ होला सायद है? बर्थडेको पनि हामीले राम्रै गर्छौँ सायद है अब राम्रो गरी सोचेछौँ उसले मलाई सरप्राइज दियो भने चाहिँ राम्रै हुन्छ क्या म Guys, त म सक्दिनँ म यस्तो सरप्राइज दिन्छ भन्ने आशमा छु मेरो आशा नमार्दियोस् त्यही हो भन्ने त्यही हो मैले यो चाहिँ ऊ त माथिको डाँडाबाट आएको हामी अघि माथि गएर त्यो लेक चाहिँ अनि अहिले चाहिँ तल तल छौँ यस्तो छ हेर्नुहोस् न हामी दुईजनालाई लास्ट चिसो छ नि हातै ठिराइसक्यो क्या Oh my god. गाइस अब चाहिँ हामी निक्कोदेखि फर्केको घरतर्फ लाग्यौँ किनभने धेरै टाढा छ नि त टाढा भन्दा 2 घन्टा जति लाग्छ है केटी केटी आएको छौँ अनि अब बाटोमा धेरै अँधेरो भयो भने नि गाह्रो हुन्छ What? Bro, what are you talking about, man? यो नाटक गरेर अहिले ठिन्डामा चाटामा घुमिरहेको क्या यस्तो खान्छ अहिले के गाउँ हान्दिएको नि भन्छ अनि सुन्दैछु फेरि मैले होइन गाइस सब घुमेर भइसक्यो म त्यस्तो वाउ भन्ने ठाउँ चाहिँ थिएन चाहिँ होस् हल्का रमाइलोको लागि अब कति रुममा सुतेर बस्नु भनेर निस्केको मात्रै हो छुट्टी थियो अनि रमाइलो भयो टाइम पास भयो त्यही हो यति भन्दै हामी चाहिँ लाग्यौँ घरतर्फ अब बिच बिचतिर अहिले भिडियो गर्छु नि म अहिलेको लागि पेजहरू अब चाहिँ हामी इटालियन रेस्टुरेन्टमा आइसकेका छौँ आजको हाम्रो डिनर चाहिँ इटालियन रेस्टुरेन्टमा हुने रहेछ होइन अब मिठो 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 खानेछौँ हामी देखाउनेछौँ है के खाने अरे तिमीले पास्ता इटालियन म मेन्यु देखाइदिन्छु ल अहिले हेर्न सक्नुहुन्छ सिस्मे गरिदेऊ न हेर्न सक्नुहुन्छ तपाईँहरूले यहाँ इटालियन रेस्टुरेन्ट प्राइस हेर्न सक्नुहुन्छ ठिकै छ त्यति महँगो नि होइन त्यति सस्तो पनि होइन हेर्न सक्नुहुन्छ डिसहरू अब यस्तो खान मन छ भने चाहिँ तपाईँले इटालियन यति हो यसमा चाहिँ अब ड्रिङ्कहरू चाहिँ छुट्टै छ ड्रिङ्क अनि होइन फ्राईहरू खानु मन छ यहाँ छ यसमा सिस्मे गर्दैन प्राइस त्यस्तो महँगो नि होइन त्यस्तो सस्तो पनि अनि होइन मामा छ अनि ड्रिङ्कहरू चाहिँ यहाँ रहेको छ फेरि छुट्टै होइन वा हेर्दाखेरि पनि कस्तो अलिक यता पनि रहेछ त तर हट हाम्रो चाहिँ हट खानु मन लाग्यो हटतिर हेऱ्यो नि आइस चाहिँ अलिक चिसो चिसो भएको छ यही छ ल अब सिट हामी चाहिँ डिस आइसी देखाउँछौँ हस् त गाइस यो चाहिँ हाम्रो खानेकुरा आइसकेको छ अनि यता चाहिँ मेरो साथीले खाँदैछ Cheers. Cheers. Yahoo. लाइक कस्तो छ क्यापाचिनो नेपालको क्यापाचिनो हो मिठो छ नि यस्तो त मलाई कति मनपर्छ यस्तै मात्र मनपर्छ यस्तो ए नि खाइ एउटा खाऊ न ट्राई गरेर Breakfast time, what do we see? Eggs and toast and a cup of tea. Milk and cereal, fruits so sweet. Let's all sit down and eat. Time to eat, yum yum yum. Healthy foods for everyone. Time to eat, let's have a treat. Eating together is so
she's feeling great. Soup and salad, tasty and bright. Let's enjoy every bite. Time to eat, yum yum yum. Healthy foods for everyone. Time to eat, let's have a treat. Eating together is so neat. Dinner time, what's in store? Chicken and rice and so much more. Pasta and peas, a wonderful meal. Eating together, what a deal. Time to eat, yum yum yum. Healthy foods for everyone. Time to eat, let's have a treat. Eating together is so neat. अब चाहिँ हामीले सबै खाइसकेछ होइन न्यू ट्राई भयो मिठो 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 नि होइन मिठो नो स्पाइसी बडी चाहिँ ओइल बडी चाहिँ ओइल भयो है ओइल चाहिँ यस्तो खानु भएन ओइल धेरै भयो नो स्पाइसी अब कस्तो होइन सफ्ट ट्याक्कै जापानिजहरूले खाएको जस्तो नि हामीहरूले चाहिँ खान मन पर्यो मन नपरेन मन पर्यो खाना चाहिँ सबै सकायौँ होइन तर वाउ कस्तो मिठो फेरि आएर खाउँ चाहिँ भयो त्यही पनि मिठो धेरै तपाईँहरू पनि ट्राई गर्नु सक्नुहुन्छ नयाँ न्यू टेस्टको लागि हो भने चाहिँ यु क्यान ट्राई होइन अब हामीले चाहिँ अब यो भ्लगलाई चाहिँ यहीँ गर्छौँ हामी यहाँबाट हाम्रो घरबाट यहाँ 10 मिनटमा चाहिँ दूरी हो त्यसपछि अब हामी घरमा जान्छौँ घर गएर रेस्ट गर्छौँ बिहानदेखि हिँडेको यस्तो थपे लाग्यो है अझ तिमी त बस्छौ ड्राइभ गरेर ऊ त ड्राइभ गरेको झन् त्यस्तो गाह्रो त हुन्न मलाई ड्राइभमा मतलब गाह्रो हुन्छ तर अब त्यो यस्तो हुन्छ क्या अब त्यो रास्तामा त्यो बाटो मिल्ने साथीहरू भयो भने अब हामी चाहिँ अब आज यति नै यही भिडियो इन गर्न चाहन्छौँ होइन आज गर्छ भने आज बोल्ने हो क्या अनि हामी एडिट अब हामी यहीँ गर्छौँ अनि त्यसपछि उसले आज इन गर्छ यहीँ इन गर्छौँ मतलब कि यहीँ इन गर्छौँ अनि त्यसपछि उहाँले गएर घरमा गएर फ्रेस हुनु भएर अब कहिले आज भोलि एडिट गर्न सक्छौँ त उहाँले आज गर्छ ल त्यति भन्दै आज हामी चाहिँ भिडियो इन गर्न चाहन्छौँ बाई बाई अनि नयाँ हुनुहुन्छ भने चाहिँ प्लिज सब्सक्राइब गरेर हामीलाई चाहिँ अलिकति प्रोत्साहन गरिदिनु होला होइन अनि अब पुरानै हुनुहुन्छ भने हेरेर धेरै माया गरिदिनु होला है त ल बाई बाई